वर्षौंदेखि अल्पत्र अनि बन्द अवस्थामा रहेको चौरजारे विमानस्थल अन्ततः सञ्चालनमा आउने भएको छ। आज भर्खरै सार्वजनिक गरेको नेपाल वायु सेवा निगमको नयाँ समय तालिकामा नेपालगञ्जदेखि रुकुम पश्चिम चौरजारी र चौरजारीदेखि नेपालगञ्जको नयाँ उडान तालिका सार्वजनिक गरिएको छ। यो समय तालिका भने प्रत्येक हप्ताको शुक्रबार बिहान 10:10 नेपालगञ्जदेखि रुकुम पश्चिम चौरजारी र चौरजारीदेखि नेपालगञ्जको उडान हुने छ। यो समय तालिका सार्वजनिक सँगै आम चौरजारीवासी लगायत जाजरकोट र सल्यानका जनताहरू निकै खुसी भएका छन्, किनभने यो विमानस्थल सञ्चालनसँगै यहाँका जनताहरूलाई धेरैभन्दा धेरै सहज हुने, सेवा पुग्ने देखिन्छ। साथै यो विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनको लागि पहल गरिदिनु भएकोमा रुकुम पश्चिमबाट भर्खरै मात्र निर्वाचित माननीय गोपाल शर्माज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै उहाँले भन्नुभएको छ यो समय तालिका नेपालगञ्ज र चौरजारीको मात्र नभई अबको छिटोभन्दा छिटो केही समयमा नेपालगञ्जदेखि चौरजारी र चौरजारीदेखि नेपालगञ्ज हुँदै काठमाडौँसम्मको नयाँ समय तालिका पनि सार्वजनिक हुने उहाँले बताउनु भएको छ। अब हप्ताको एक दिन मात्र होइन, हप्ताको 2 दिनसम्म चाहिँ चौरजारीदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि काठमाडौँको यात्रा भयो भने चाहिँ अझ धेरै चौरजारी लगायत जाजरकोट सल्यानका जनतालाई चाहिँ सहयोग पुग्छ भन्ने मलाई लाग्छ र अझै पनि यसको पहलको लागि आम योसँग सम्बन्धित व्यक्तिहरू लाग्दिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद, नमस्कार।